Lasso Fafula and welcome to you all in my new vlog साथीहरु yes ठ्याक्कै यहाँ आइपुगे त्यो बस पनि खुस्केर गयो ल ठिकै छ अब माथिसम्म हिँडौँला केही छैन हैन त्यसको लागि त 33 मा देखाइरहेको थियो म यहाँ 28 मा आइपुगेको थिएँ गयो यहाँको बसको चाहिँ त्यस्तै हुन्छ सो ठिकै छ अब यताउति केही नगरौँ हैन सुइची हिँडेर पुगिहाल्छ अनि हुन त अब टाइम त इनफै छ भर्खर कति 12:30 नै भएको छैन एन्ड हाम्रो क्लास 3 to 6 सकेको छ हैन तर यति छिटो किन जाँदैछु भनेदेखि साथीहरूलाई भेट्न तर आज चाहिँ केटाहरूलाई चाहिँ होइन हैन हाम्रो चाहिँ क्लासकै साथीहरूलाई भेट्ने पर्ने छ किन भन्दाखेरि अब हाम्रो यो सब्जेक्टको चाहिँ ग्रुप प्रेजेन्टेसन छ नि त अनि यो चाहिँ अब किनभने 45 मार्क्सको हो हैन अनि त्यही भएर चाहिँ ग्रुप प्रेजेन्टेसन भइसकेपछि अब सबैको के कस्तो छ भनेर अब अपडेट दिनै पर्ने छ लिनुपर्ने छ किनभने म टिम लिडर हो नि त अनि त्यही भएर सबैको आज चाहिँ हामी कलेजमै 1 बजे भेट्ने भनेर कुरा गरेको छौँ अनि माथि गएर भेटौँ सबैजनासँग के छ कस्तो छ कतिको अपडेट भयो सबैको कति काम भइरहेछ अनि सबैको काम चाहिँ अब इन्डिभिजुअल बाँडिदिएको छ बाँड्न चाहिँ तर एट द एन्डमा चाहिँ सबैको कम्बाइन गर्नुपर्ने हुन्छ कि त्यही भएर चाहिँ आज अलिकति छिटो जाँदैछौँ अब त्यसकै लागि एन्ड तपाईँहरूले भेटे नै छ मेरो साथीहरूलाई अब अलमोस्ट सबैजनाले चिनिसक्नु भएको छ होइन अब फेरि पनि चिनाउने छु माथि गएर भेटौँला यता सबैजना ल हामी क्लासमा आइसकेका छौँ साथीहरू सृजना रविना एन्जे जीवन ब्रो अनि छ अनि यो चाहिँ हाम्रो प्रोजेक्ट वर्क अब यहाँ यस्तो चल्दैछ होइन अब पढ्नै पऱ्यो नि त यो चाहिँ हाम्रो क्यान्टिन हो अनि यहाँ चाहिँ माथि इलिङ ब्रोडवेको माथि मेन क्याम्पसै हो नि त यो वेस्ट लन्डनको यो हो नि मेन त्यो त अर्को साइन्सहरू के पढ्ने यो छ यो चाहिँ हाम्रो क्यान्टिन हलवे हो त्यसै एकदम ठुलो छ यो छ के गेम भइरहेको छ यहाँ चाहिँ के गेमहरू हुन्छ एन्ड सो अब हामी प्रोजेक्ट वर्क अब कामहरू गर्दैछौँ अब एकछिनमा अब यहाँ यस्तो पढ्नु पऱ्यो नि त राम्रो मार्क्स ल्याउनु पऱ्यो होइन देखिरहेको छ मलाई अब पढ्नु पऱ्यो सो यहाँ एकछिन भेट्छु तपाईँहरूलाई गाइज हामी चाहिँ आज कफी खाँदैछौँ म चाहिँ व्हाइट चक्लेट खाँदैछु यिनीहरू सब क्यापेचिनो हो है यहाँ एन्ड अल दिस ड्रिङ्क्स स्पोन्सर्ड बाई मिस यान्जी थ्याङ्क यू सो मच यान्जी कति कफी अब टेस्ट गरेर हेरौँ कस्तो रहेछ होइन अब हामी पिउसकेर घर जाँदैछ आज उ र म मात्रै भयो उसको रुममेट पनि कहाँ गयो थाहा छैन आज हाम्रो के भन्छ सुरुमै प्रेजेन्टेसन चाहिँ हाम्रो अब यसो रिभ्यूको लागि दिएको छ नि हाम्रो सुरुमै गयो एकैचोटि सक्यो हाम्रो अनि त्यसपछि हिजो पनि त्यस्तो भयो आज पनि त्यस्तो भयो अब जाँदैछौँ हामी 2 तलाको बस चढेर 2 तलाको बस चढेर चाहिँ यस्तो भ्यू हेर्न पाइन्छ साथीहरू कस्तो दामी हेर्नु रोक्यो यार तपाईँहरूले देखाउँछ र कस्तो मजा देखाएको छ साथीहरू हेर्नु कस्तो मजा साँच्चै यार हेर नि साथीहरू यो चाहिँ हाम्रो कलेज हो होइन गयो हामी यताबाट जान्छौँ यता छौँ हाम्रो क्लास चाहिँ एन्ड यस हो मतलब तपाईँहरूलाई भ्यू नै देखाउन मन लाग्यो यस्तो राम्रो देखाएको छ होइन भोलि चाहिँ पात आयो भने कस्तो दामी देख्छ साफलिङ स्टेसन हो रेलवे स्टेसन ट्रेन पनि जाँदैछ कतिवटा पट्टी छ 1 2 3 4 पट्टी छ पनि गयौँ साथीहरू अब हामी ओर्लिन्छौँ ट्रेन उठ्दैछ यो त 2 तले बस भनेको थियो नि त ओ माई गॉड लुक एट दिस उता हेर नि सृजना कस्तो राम्रो यो चाहिँ 2 तले बस हो तपाईँहरूलाई म देखाउँछु त सनसेट गाइज ओ माई गॉड द्याट लुक्स सो अमेजिङ
भयो अब यहाँ तल ओर्लेर जानु छ साथीहरू यस्तो हुन्छ त्यसरी हामी निस्किन्छौँ हो त्यहाँ लुक एट दिस गाइज अलिकति त्यो बसबाट यस्तो राम्रो देखाएको थिएन तपाईँहरूलाई देखाइदिन्छु भनेर आएको होइन तर नदेख्ने रहेछ कि तर लुक एट दिस आएको यस्तो दामी देखाएको थियो कसमै तर देखेन अनफर्चुनेटली खोइ प्लेन साथीहरू खाना खाने बेला भयो ल आज हाम्रो खानामा राखेको चिकन यहाँ किनेमाको तरकारी अझ टिकटकमा त्यो बिन्ता मगाएको यस्तै छ क्या त्यही भएर अनि यो चाहिँ आलु र चनाको तरकारी यसरी मिक्स गरिन्छ अनि खाएला हाम्रो सरजी हुनुहुन्छ यहाँ सरजी थोरै मात्रै खाना खानुहुन्छ कि फेरि धेरै खाना खानुहुन्न उहाँले पार्ने यहाँ झन् भाँडै हुनुभयो अब अर्को बाइक पनि खाएला साथीहरू नरिसाउनु लगाइज ओके साथीहरू खानासाना खाएर फ्रेस पनि भइसकेको छु होइन अब टाइम भनेको चाहिँ सुत्ने भएको छ अनि त्योभन्दा अगाडि चाहिँ अब किनभने मेरो भ्लग चाहिँ अब तपाईँहरूको भोलि भइसक्यो हुन्छ नेपालमा चाहिँ स्पेसली होइन सो या अनि होलीको तपाईँहरूलाई सम्पूर्णलाई मेरो भिडियो हेर्ने नहेर्ने सम्पूर्णलाई धेरै धेरै होलीको शुभकामना अनि होली चाहिँ यस्तो फेस्टिभल हो मेरो लागि चाहिँ होइन हामी चाहिँ एभ्री इयर कहिले पनि छोड्दैन स्पेसली विथ फ्रेन्ड्स होइन के गर्ने रमाइलो गर्ने भेटघाट हुन्थ्यो एउटा भनौँ न एउटा दुःख भुलेर एउटा खुसीको रङहरू छर्दै होइन कलरहरू लगाउँदै यसरी सेलिब्रेट गर्थ्यो एभ्री इयर कहिले पनि छुटेन होला क्या काठमाडौँमा त होली लाइक मैले सम्झेर क्या कहिले पनि नेभर एन्ड दिस इज लाइक सबैलाई एकदम मिस हुन्छ साथीहरूलाई स्पेसली होइन किनभने यति धेरै मेमोरी छ होलीको यति धेरै रमाइलो गराएको थियौँ हामीले एभ्री इयर होइन डेफिनेटली सबैजना एकदम मिस हुनुहुन्छ एन्ड आइ एम मिसिङ यु अल है मेरो साथीहरूलाई अनि यहीँबाट अनि पनि यहीँ मेरो भिडियो मार्फत पनि मेरो साथीहरूलाई होलीको धेरै धेरै शुभकामना ह्याप्पी होली अनि मेरो सम्पूर्ण साथीहरूको जिन्दगी पनि यसरी नै त्यो कलर जुन हामीले होलीमा जुन जति पनि रङ्गहरू युज गर्छ होइन त्यसरी नै उनीहरूको जीवन पनि त्यसरी नै रङ्गियोस् उनीहरूको जीवनबाट सबै दुःख बाधा हटेर अनि सबै खुसीका हुन्छ नि रङहरूले उनीहरूको जिन्दगी भरिदियोस् चाहिँ भन्न चाहन्छु होइन मेरो भिडियो मार्फत एन्ड यहाँ साथीहरू नट जस्ट मेरो साथीहरू मेरो भिडियो हेर्नुहुने सम्पूर्णलाई नै तपाईँहरूको जीवन पनि त्यसरी नै खुसीका रङहरूले सधैँ भरिरहोस् यही शुभकामना दिँदै आजको मेरो भ्लग चाहिँ यहीँ गर्न चाहन्छु एन्ड आई विल सी टुमोरो अगेन टिल देन टेक केयर लभ यु अल